कपालमा तेल लगाउनु केवल परम्परागत अभ्यास मात्र होइन, यो वैज्ञानिक रूपमा पनि लाभदायक मानिन्छ। तेलले कपालको जरालाई पोषण दिन्छ, स्काल्पलाई मुलायम बनाउँछ र रक्त सञ्चार सुधार गरेर कपालको वृद्धि बढाउन मद्दत गर्छ। तर यी सबै फाइदा प्राप्त हुन तेल लगाउने उचित समय थाहा हुनुपर्छ। तेल कति बेला लगाउने? कपालमा तेल लगाउने सबैभन्दा राम्रो समय नुहाउनु अघि हो। जब तपाईँ नुहाउनुभन्दा 30 मिनेटदेखि 1 घण्टा अघि कपालमा तेल लगाउनुहुन्छ, यसले कपाललाई स्याम्पू र पानीको सुक्खापनबाट जोगाउँछ। स्याम्पूमा रहेका केमिकलहरूले कपालको प्राकृतिक तेल हटाउन सक्छन्, तर नुहाउनु अघि तेल लगाउँदा कपालमा एक प्रकारको सुरक्षा तह बनाउँछ। साथै तेल मसाज गर्दा टाउकोमा रक्त सञ्चार बढ्छ, जसले कपालको जरा बलियो बनाउँछ। नुहाएपछि तेल लगाउनु कति उपयुक्त? धेरै मानिसहरूको बानी हुन्छ नुहाए लगत्तै भिजेको कपालमा तेल लगाउने, तर यो बानी सही होइन। भिजेको कपाल कमजोर हुन्छ र त्यति बेला तेल लगाउँदा धुलो र फोहोर सजिलै टाँसिन सक्छ। साथै तालु सुक्खा भई ड्यान्ड्रफ यानि कि चाया वा फङ्गल संक्रमण हुने सम्भावना बढ्छ। नुहाएपछि यदि कपाल धेरै सुक्खा छ भने तेलको सट्टा हल्का हेयर सिरम, एलोभेरा जेल वा लिभ-इन कन्डिसनर लगाउनु एकदम उपयुक्त हुन्छ। यसले कपाललाई नरम बनाउँछ। सही समय जत्तिकै महत्त्वपूर्ण हुन्छ, सही तरिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धेरैले तेल हालेर छिटो छिटो मसाज गर्छन्, तर यसले खासै फाइदा दिँदैन। कुन तेल कपालका लागि राम्रो हुन्छ? कपालको समस्या र प्रकार अनुसार फरक फरक तेल प्रयोग गर्न सकिन्छ। नरिवल तेल कपाललाई गहिरो पोषण दिन्छ र सुक्खापन हटाउँछ। बदाम तेल भिटामिन ई ले भरिपूर्ण कपाललाई चम्किलो बनाउँछ। अमला तेल कपाल झर्न कम गर्छ र समय अघि सेतो हुनबाट जोगाउँछ। अर्गन तेल ड्राई र ड्यामेज कपालका लागि निकै उपयोगी हुन्छ। केवल तेल लगाएर मात्र कपाल स्वस्थ हुँदैन। दैनिक जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसका लागि प्रोटिन, भिटामिन र मिनरलयुक्त खाना खाने अनि पर्याप्त पानी पिउने गर्नुपर्छ। यसले कपाललाई भित्रबाट हाइड्रेट राख्छ। कति पटक तेल लगाउने? सामान्यतया हप्तामा 2 देखि 3 पटक तेल लगाउनु पर्याप्त हुन्छ। यदि तपाईँको स्काल्प धेरै ड्राई छ भने 3 देखि 4 पटक पनि लगाउन सकिन्छ। तर अत्याधिक तेल लगाउँदा कपाल चिप्लो हुने, धुलो टाँसिने र स्काल्पमा अवरोध हुने समस्या पनि आउन सक्छ। त्यसैले सन्तुलन निकै आवश्यक छ।